कस्तो बिचको भए म हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ धेरै पछि भ्लग लिएर आइरहेको छु मैले। हामी चाहिँ लेटाङको समला डाँडा जानलाई ट्रेकिङ जानलाई रेडी भइसकेको छु म चाहिँ। अनि अब मेरो साथीहरू चाहिँ सबैजना भाइ साथीहरू चाहिँ सबैजना जातिमा पर्खिरहनु भएको छ मलाई। अब म पनि हजुर जाति गएपछि भेट्छ। गाइज कस्तो बिचको भए मतलब जातेमा छु होइन। अनि त्यसपछि गाडी पनि छ, अटो पनि छ। अनि 400 रुपियाँ रे भाडा। 50 रुपियाँको ठाउँमा 400 रुपियाँ कसले तिर्छ? होइन दाजु मनी क्या बोला तूने? कस्तो। अनि मैले सोल्टीलाई फोन गरेको छ होइन। अनि सोल्टी आउनुहुन्छ अरे। अनि हुन्छ अरे पनि छैन क्या, फिक्स्डै छैन। गाडी चाहिँ 2-2वटा लागिसकेको छ मलाई। त्यो पनि 9 बजे मात्रै हिँड्छ अरे यो गाडी। What the fuck? फाइनली अटो पाएँ गाइस। अब चाहिँ हामी उकालो चढिसक्यौँ गाइस। अब 75% आइपुग्यौँ रे। हालत खराब। चस्मा लाएर आँखा देखेन जस्तो छ। हैन हल्का त पावरवाल हुन्छ नि। कता अब बाटो? 3000 को चस्मा पर्दैन के 3000 को अब लाउने। होला अरे म के थाहा अहिले उ गाइड गर्ने आउने अनि गिटारी आसी म त मलाई लाग्छ। बहिनीले अर्कै केटा खोजेर जान्छ त्यही भएर रुनलाई होइन। भोक लाग्यो। मुन्नाले अति नै चिन्ता लाग्यो क्या। गलेर स्वाक भयो। एकदम राम्रो छ। उठ्दिनु पर्दैन यही गऱ्यो भने त। डाँडामा हो के यो भनेको डाँडामा दामी। तिमी चाहिँ उयो नगर न, तिमी चुपचाप बस। कि तिमीलाई लाज भयो? उठ्नु त। के नगर ज्यादा ओभर एक्टिङ होइन भन्थे होइन। तर कोपीले झ्याप लाग्दैछ तिमी जाने हैन कहाँ घुम्ने। त्यहाँ टिनहरू देखिँदैछ। त्यहाँदेखि हामी यहाँ आएको। यो टावर हेर्न मात्र हाइकिङ। अम्लिस गाडी। यहाँ बहिनी गलेर फ्याक। बिहान 6:30 बजी घरदेखि हिँडेको। अनि बिचमा बिजोक भएमा एकछिन यिनीहरूले मेरो भिडियो बनाउनु दिँदैन। सेन्टी भइरहेछ यिनीहरू। हामी यत्रो माथि आयौँ हिँडेर। जुत्ता भिजो, लुगा भिजो, कपाल बाटेको थिएँ सबै खुल्यो। अझै माथि जानै पर्ने रे। परका डाँडामा रे अझै। म यहाँ बसिरहेको छु। कतिखेर घर पुग्नु? के भन्नु? त्यो त मैले भन्ने हो। यो फिल्म हो र?
डाइलग याद गर्नलाई रिल हैन रियल लाइफ हो त्यो खुट्टा चाहिँ अलिक मुनि गर न त्यो त बिटी नै दिने हो केटीले छिटो हो काका हैन छिटो न हो उसले चाहिँ दिने हो मैले चाहिँ हैन के भन्नु I love you. I love you. ओइ भएन यार अब म के गर्नु यो घर रोप्ने काठ निकालेर दाउरा अब हामी घर जाँदैछौँ अब तल गएर खाजा फेरि खाने किनकि अघि खाएको थियौँ कि खाएको र नखाएको कस्तो अब यस्तो ठाउँ छ राम्रो चाहिँ भ्यू